लुक्ला एयरपोर्ट, जसलाई तेन्जिङ हिलारी एयरपोर्ट नि भनिन्छ, सोलुखुम्बु जिल्लाको खुम्बु रिजनमा पर्छ। यो एयरपोर्ट नेपालको मात्र नभएर विश्वकै सबैभन्दा खतरनाक एयरपोर्ट हो। विगत 20 वर्षदेखि मोस्ट डेन्जरस एयरपोर्ट भनेर यस एयरपोर्टलाई चिनिन्छ। खतरनाक छ भनेर यत्रो वर्षसम्म चिनिँदा पनि यहाँ आउने मान्छेको कमी चाहिँ कहिल्यै भएन, किनकि यो सगरमाथा जाने प्रमुख गेटवे हो। 2845 मिटर या 9334 फिटको अल्टिट्युडमा रहेको यो एयरपोर्ट सर एडमन्ड हिलारीले 1964 मा 2650 अमेरिकी डलरमा खेती गर्ने जग्गा किनेर बनाएका थिए। तर जग्गा एकदम रफ थियो या सम्मो थिएन, र त्यो जग्गालाई सम्मो बनाउन हिलारीले शेर्पाहरूलाई रक्सी किनिदिएर खुवाएर यसमा अब नाच भनेर खुट्टाले कुल्चदै सम्मो हुन गएको रहेछ। तपाईले यहाँ विकिपिडियामा रहेको आर्टिकल देख्न सक्नुहुन्छ। एभरेस्ट चढ्न आउने मान्छेलाई सजिलो हुन्छ भनेर बनाइएको यो एयरपोर्ट एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको नाममा तेन्जिङ हिलारी एयरपोर्ट हुन गएको थियो, एज दे वे द फर्स्ट पर्सन टु क्लाइम्ब एभरेस्ट। लुक्लामा चाहिँ एकदम छोटो रनवे र पार्किङ स्पेस म्यानेज गर्न गाह्रो भएको भएर खतरनाक छ। टाइम टु टाइम एक्सिडेन्ट र क्रास भइरहेको छ। झन् टेक अफ र ल्यान्डिङको बेलामा मुटु नकाप्ने मान्छे नै हुँदैन होला। यदि भनेको बेला टेक अफ भएन भने सिधै भिरमुनि, यदि ल्यान्डिङ पोजिसनमा ल्यान्ड भएन भने अलि अगाडि ल्यान्ड भयो भने क्रास ठ्याक्कै भिरमै हुन्छ। यही कारण एकदमै खतरनाक छ यो एयरपोर्ट। हस् त, आजको लागि यति नै। फेरि भेटौँला अर्को भिडियोमा। त्यतिन्जेलसम्मका लागि टेक केयर, बाई बाई र हेर्दै गर्नु होला।